के काम गर्छ कि नि गर्दैन नि कहाँ पुरानो के तैपनि शङ्का उपशङ्का निकालेर के गर्न सकिन्छ कि भन्ने कोसिस गरेको लो त्यो क्लिप कहिलेको होला भनेर सबैलाई त्यो थाहा भइसकेको छ। फेरि त्यहाँ हामीले ब्यानरमा त्यहाँ प्रश्न देखिरहेका छौँ पुसे एघार गते त्यो ढङ्ग कति भएन छ भने नि फेरि त्यो ब्यानर चाहिँ त्यति चाहिँ हटाउनु नि फेरि पुस 11 गतेको इन्टरभ्यू भनेको यस्ता कुराहरूले हामीमा कहिले पनि द्वेष शङ्का त्यस्ता कुराहरू हुँदैन। तर डिबी सरले कता के बोल्दाखेरि अलिकति के भएको थियो त्यसै चिजलाई अर्को बनाइराखेको छ के अरे त्यो अन्तिम कोसिसहरू हो त्यो काम लाग्दैन। भनेको के तपाईँहरूप्रति लक्षित गरेर या रासोपा का दुई नेता खास गरेर रवि लामिछाने र बालेन्द्र शाह बीच फाटो ल्याउन नियोजित ढङ्गबाट यति बेला ट्रायल गरिँदैछ जस्तो लाग्छ? फाटै आउँदैन, फाटै आउने भए पो त्यो गलत भनेन। फाटो आउँदै आउँदैन, मिडियाको केही क्लिप कसले के यस्तो चिजले होइन। हामी स्पष्ट छौँ, हामीले हाम्रो 5 वर्ष स्पष्ट देखेका छौँ। स्थायी सरकार 5 वर्षसम्मै स्थायी सरकारका लागि भन्नुहोस् त यो 35 वर्ष कसरी बिताउनु पर्यो। 9 महिनामा अर्को सरकार 31वटा सरकार बनेछ। त्यो सदनको काम प्रधानमन्त्री बनाउने मात्रै भयो। त्यो पनि 3टा अनुहार 4वटा अनुहार मात्रै त्यही गोलचक्रबाट त्यो सर्लक्क निक्लिएर 5 वर्षसम्मको स्थायी सरकारको बेग्र प्रतीक्षा थियो यो समाजलाई, नागरिकलाई। त्यहाँ निकालेर सर्लक्क मत पनि भनेको जति भने जसरी दिएर पठाउनु भएको छ। 5 वर्ष एउटा प्रधानमन्त्री र 5 वर्षसम्म त्यो प्रधानमन्त्रीको कार्य सम्पादन हेर्नका लागि देश नै तयार भएको बेलामा ती चिजहरूले कसले काम लाग्दैन। फाटो भनेको जजले जे भने तापनि जतिसुकै मिडिया ट्रायल भए तापनि पार्टी सभापति रवि लामिछाने नेता होइन राजनेता बनिसक्नु भएको छ। बालेन्द्र शाह प्रधानमन्त्री त्यसमा 2 मत छैन बनिसक्यो। अब शपथ बाँकी नै भने 183 बालेन्द्र शाह बालेन प्रधानमन्त्री, पार्टी सभापति रवि लामिछानेमा 2 मत रहँदैन। 5 वर्षसम्म त्यो निरन्तरता पार्टी चलाउनुहुन्छ। शाहबाजुले पार्टी चलाउनुहुन्छ, सरकार चलाउनुहुन्छ बालेन्द्रजीले, स्पष्ट। त्यसमा कुनै 2 मत यताउति गर्नुपर्ने कुरै छैन हैन। त्यो नहुने कुरामा बहस होइन गर्नु, स्पष्ट छ त्यो।